गाडै हान्नुस् हान्नु कल्यो र दामला हान्नु ला पहिला रौँ पन्छाएर रेडी गर नआत्तिकन ल तपाईले आफ्नो हिसाबले गर्नु त बटारेको बेला नहान्नु होला है ल ल त्यस्तो त झोकी हुन्न यहाँ अलि त जाऊ त हान्नु नै तान्नु नै तान्नु त घाँस हाल्दिनु त घाँस हाल्नु हुन्छ झुक्का हो त्यसै एउटा झुक्का आइपारेको छड्के हाल्नुपर्छ छड्के ओ यहाँ पोले केटा हजुर यति रह यो धोएर खिच्दा बल्ल मगा बोमेले बनाएको दाउ बल्ला छ काम तर मलाई नि मैले नि ग्यालेन्डरले काटा यस्तो भयो हन्डै कौन काटिस् त हजुर कौन अर्को काट्दा हो र फेरि बनाएको त्यो त खानलाई त एकदम दामी छ हजुर यहाँ कुलो होइन चबाउनु सकिन्न मलाई थाहा यही चबाउनु ओ गोपाल दाउ मेरो हो नझारिस् नि बनाएको त्यसरी हो गर बोमेले पाइन कस्तो राख्यो थाहा भएन काटे भोलि कुकरमा सिटी ल्याएर यसको झोल खायो काट एकदम ठुलो पाठाको गरेर पनि होइन पाक्दैन के मनोज भाइ घर लाएर आइज भिडियो नबनाउनुहोस् कि टिभीको त बन्द गरेर अन्त युट्युबमा राख्छ नि त भित्र छ नि भन्दिनँ भित्रमा सबै त खनासी त कामै थिएन त है त्यस्तो के भुट्टा अलग गराएका अलग भुट्टा गराउने हड्डी एकपट्टि अलिकति मासु र त्यो भुँडी भित्रियास चाहिँ एकपट्टि गराएर बनाएको भए यसमा डेक्ची अलि सानो भएको ठुलो पर्नु चाहियो भाइले त्यो चलाउती पाक्छ
यहाँ त चिप्लो भन्छ के नलोटाए राम्रो लेख्छ भने सिर्लिक्क खाने तानो भाइ